फतेवाल आँखा अस्पताल विशेष रूपमा आँखा अस्पताल नै भएकोले आँखाको सम्पूर्ण सेवाहरू उपलब्ध गराइराखेको छ र अन्धोपनको मुख्य कारण भनेको मोतीबिन्दु हो। त्यसकारणले मुख्यतया फतेवाल आँखा अस्पतालले मोतीबिन्दुको सेवा प्रवाह गर्दै आएको छ विगत 40 वर्षदेखि र वार्षिक रूपमा हामीले 1,40,000 जति आफ्नो बहिरङ्ग विभागमा सेवा प्रदान गर्दछौँ भने करिब 10,000 भन्दा बढी शल्यक्रिया सेवा प्रदान गर्दछौँ र अस्पतालमै हामीले करिब 1 लाख जतिको ओपीडी हेर्छौँ भने 40,000 जति ओपीडी हामीले सामुदायिक कार्यक्रम मार्फत सेवा प्रदान गर्दछौँ जुन निःशुल्क हुन्छ। यानी 1 लाख हामीले अस्पतालमा सेवा प्रदान गर्दछौँ भने 40,000 जति बिरामीलाई हामीले सामुदायिक कार्यक्रम मार्फत सेवा प्रदान गर्दछौँ निःशुल्क रूपमा र त्यसमा हामीले करिब 3500 जति मोतीबिन्दुको निःशुल्क शल्यक्रिया प्रत्येक वर्ष गरिआएका छौँ र मोतीबिन्दुको अपरेसनमा पनि यो फेको सर्जरी जुन एकदमै सानो घाउ त्यसमा भएर अनि शल्यक्रिया गरिन्छ त्यो फेको शल्यक्रियाबाट फेको विधिबाट शल्यक्रिया हुँदै आएको छ र त्यसमा लेन्स सहितको अर्को मोतीबिन्दुको पनि प्रविधि छ जसले हामीले SICS भन्छौँ र त्यसमा फतेवाल आँखा अस्पतालले विगत 1 वर्षभन्दा बढी समयदेखि रेटिनाको सर्जिकल सेवा पनि यो दृष्टि पर्दाको पनि शल्यक्रिया सेवा उपलब्ध गराउँदै आएको छ जुन यो क्षेत्रमै रेटिनाको सेवा यस किसिमको सर्जिकल सेटअपमा थिएन त्यो फतेवालले उपलब्ध गराएको छ र त्यसको लागि फतेवालले करिब 7 करोड बराबरको अत्याधुनिक उपकरणहरू त्यो पनि हाई ब्रान्डको उपकरणहरू फतेवालले व्यवस्थापन गरेको छ। त्यसको आधारमा फतेवालले रेटिनाको सेवा पनि विगत करिब 1.5 वर्षदेखि उपलब्ध गराउँदै आएको छ र अर्को हाम्रो बालबालिकाहरूको पनि सेवा उपलब्ध छ, कर्नियाको पनि सेवा उपलब्ध छ, नानी प्रत्यारोपणको सेवा योभन्दा अगाडि थियो अहिले त्यो स्थगित भएको छ र आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध छ र अर्को हामीले यो नेत्र सहायकको शैक्षिक कार्यक्रम पनि जुन CTVT को सम्बन्धनमा सञ्चालित छ 3 वर्षको यो कार्यक्रम हो त्यो पनि सञ्चालित छ र त्यसको अहिले भ्याकेन्सी भनौँ अथवा एडमिसनको लागि पनि अहिले हामीले आह्वान गरेका छौँ। त्यसको लागि यो असार मसान्तसम्मको म्याद छ। त्यसमा यो आंशिक एक्जाम दिएका C का विद्यार्थीहरूले पनि फर्म भर्न पाउँछन्। उनीहरूको रिजल्ट आइसकेपछि पास भयो भने उनीहरू पनि त्यसमा सहभागी हुन पाउँछन्। त्यो पनि सेवा हामी कहाँ विगत 12 वर्षदेखि नेत्र सहायकको शैक्षिक कार्यक्रम पनि सञ्चालित छ। अब आँखा सम्बन्धमा जनरल सेवा सबै हामी कहाँ उपलब्ध छ। त्यसपछि अब विशिष्टीकृत सेवामा अब रेटिनाको शल्यक्रिया सेवा पनि सबै किसिमको रेटिनाको शल्यक्रिया सेवा उपलब्ध छ। कर्नियाको पनि कर्निया ट्रान्सप्लान्ट भन्दा बाहेकको अरू सेवाहरू उपलब्ध छ। त्यसपछि अब अर्को जलबिन्दुको सेवा, मोतीबिन्दुको सेवा, त्यसपछि अक्लोप्लास्टीको विशिष्टीकृत सेवा, त्यो सेवाहरू हामी कहाँ सञ्चालित छ। विशिष्टीकृत सेवामा हामीले स्पेसिफिक रूपमा रेटिनाको सेवा, अक्लोप्लास्टीको सेवा उपलब्ध गराएका छौँ र कर्नियाको अहिले नानी प्रत्यारोपण सेवा स्थगित छ। अरू पनि विशिष्टीकृत सेवाहरू सञ्चालन गर्ने तयारीमा फतेवाल आँखा अस्पतालको व्यवस्थापन समिति लागिराखेको छ। अब त्यसको लागि चिकित्सकहरूको अहिले भ्याकेन्सी पनि आह्वान गरेको छ र त्यसमा अब 1 वर्षको तालिम दिएर अनि त्यसपछि अन्य जस्तो युभियाको, ग्लुकोमाको, त्यसपछि कर्नियाको पनि नानी प्रत्यारोपणको सेवाको लागि पनि अस्पताल व्यवस्थापनले थप चिकित्सकहरूको भ्याकेन्सी गएर त्यसको लागि प्रयासरत छ। उपकरणको हिसाबले हामी यस क्षेत्रमै हामीसँग अत्याधुनिक उपकरणहरू उपलब्ध छन् जसमा अब हामीसँग जाइसको, त्यसपछि अब तपाईको हेडलबर्गको अनि त्यसपछि ओटलीको राम्रो कम्पनीको मेसिनहरू उपलब्ध छ र त्यसमा अझै अब यो कस्तो हुन्छ भने यो टेक्नोलोजी चेन्ज भइराखेको हुन्छ। त्यसकारणले समय सान्दर्भिक हिसाबले नयाँ उपकरणहरू पनि हामी कहाँ आउने क्रम पनि जारी छ र हामी कहाँ अत्याधुनिक उपकरणहरूमा जस्तो कि अब रेटिनाको, अर्को अब फेकोको माइक्रोस्कोपहरू त्योहरू जाने अत्याधुनिक उपकरणहरू हामी कहाँ व्यवस्था छ र अर्को लेजरहरू पनि हामीसँग याग लेजर, ग्रीन लेजर पनि हामीसँग अत्याधुनिक छन्। समग्रमा भन्दाखेरि हामीलाई जनरल नेत्र विशेषज्ञको सेवाको लागि सम्पूर्ण उपकरणहरू उपलब्ध छ भने विशिष्टीकृत सेवाको लागि हामी कहाँ रेटिनाको, अक्लोप्लास्टीको, कर्नियाको लागि उपकरणहरू उपलब्ध छन्। चुनौती भन्दाखेरि अब कुनै पनि अब पेसा व्यवसायमा चुनौती रहिरहन्छ किनभने अब समय बदलिँदो हुन्छ। अब विशेष गरी टेक्नोलोजीको र्यापिड चेन्ज भइराखेको छ
त्यो टेक्नोलोजी अनुसारको नयाँ नयाँ उपकरणहरू हामीले आफ्नै संस्थाको आफ्नै आन्तरिक स्रोतबाट व्यवस्थापन गर्नुपर्ने चुनौती छ। र अर्को चुनौती भनेको एक्सपर्ट नेत्र विशेषज्ञहरूको अभाव। यहाँ मात्र होइन कि नेपालमा भएका लगभग सबै अस्पतालहरूले त्यो चुनौतीको सामना गरिआएका छन्। अर्को अब विशेष गरी हामी कहाँ हाम्रो छिमेकी राष्ट्रबाट पनि सेवाग्राहीहरू 50% बढी आउँदै गरेका थिए। अब अहिले केही यो बोर्डरको समस्याले गर्दाखेरि केही बिरामीहरू आउनबाट निरुत्साहित भइराखेका छन् र त्यसमा फतेहबाल आँखा अस्पतालले आफ्नो सेवालाई नेपालमै विगत करिब 15 वर्षदेखि नेपालमै उसले विस्तारित गरेको छ। त्यसको आधारमा इन्डियाबाट जो केही बिरामीहरू यो बोर्डरमा यो विशेष गरी कोरोना पछि जुन अलिकता अप्ठ्यारोहरूको कारणले अलिक थोरै सङ्ख्या कम देखिएको थियो, त्यो फतेहबालले नेपालको सेवा क्षेत्रमा आफ्नो सेवा प्रवाह गएर त्यसको चाहिँ नै आफ्नो सेवा तथ्याङ्क पनि लगभग उसले पहिलाभन्दा राम्रै गरेको छ।